भदौ 9मा नेपालको इतिहासमा के भएको थियो? विक्रम सम्वत 1819 नेपाल एकीकरणका क्रममा गोर्खाली सैनिकले राति मकवानपुरको सेन राज्यमाथि विजय प्राप्त गरेको। मकवानपुर गढी पूर्णिमा पत्रिकामा भनिएको छ, मकवानपुरमा गोर्खालीको आक्रमण, राजा दिग्बन्धन सेन भागे। विक्रम सम्वत 2005 आज जारी सनदले काठमाडौँमा बालबालिकाका लागि मोन्टेसरी स्कुल खोल्ने प्रक्रिया सुरु। विक्रम सम्वत 2007 पिता केशव प्रसाद र माता नोनाका सुपुत्रका रूपमा विराटनगरमा नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाको जन्म। शेखरका पिता केशव विश्वेश्वर प्रसाद कोइरालाका साइला भाइ, जन्मस्थान विराटनगर 7, कोइराला निवास मोरङ। शेखर पेसाले चिकित्सक, एमडी, अल इन्डिया साइन्स इन्स्टिच्युट भारतबाट। पत्नी पुनम कोइराला, एकजना छोरी, माता नोना र पिता केशव। आमासँग युवा शेखर। विक्रम सम्वत 2014 राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको जन्म। विक्रम सम्वत 2016 कार्यकारिणी निर्णय बमोजिम शम्भु प्रसाद गेवाली महान्यायाधिवक्ता नियुक्त। नेपाल अधिराज्यको संविधान 2015मा महान्यायाधिवक्ता सम्बन्धी व्यवस्था नभएकाले नियुक्तिपछि भदौ 22को राजपत्रमा उक्त व्यवस्था प्रकाशित। विक्रम सम्वत 2026 रेडियो लाइसेन्स नियमावली 2026 जारी र तत्काल लागू। विक्रम सम्वत 2029 बीपी कोइरालाको नेतृत्वमा सशस्त्र सङ्घर्षको सुरुवात। राति करिब 11 बजे भारतको वीरपुरबाट आएको नेपाली काङ्ग्रेसका हतियारधारी सुसज्जित लगभग 100 व्यक्तिहरूले हरिपुर गाउँमा आक्रमण गरी घरमा आगो लगाउनका साथै त्यहाँको प्रहरी चौकीमा आक्रमण गर्दा दुवै पक्षबीच भिडन्त, जसलाई हरिपुर काण्डका नाममा चिनिन्छ। विक्रम सम्वत 2031मा गोरखापत्रमा प्रकाशित सुनको भाउ 820 रुपियाँबाट बढेर 840 प्रति तोला भएको। विक्रम सम्वत 2045 भूकम्प पीडितलाई राहत बाँड्दा पक्षपात गरेको आरोपमा भिडले गरेको आक्रमणमा पञ्च कार्यकर्ता कर्णप्रसाद हिउँझु मारिएका। यसलाई भक्तपुर काण्ड भनिन्छ। हत्याको आरोपमा केही दर्जन पक्राउ। पक्राउमा विरोध सभा। गोरखापत्र 2045 भदौ 10मा कर्णप्रसाद हिउँझु मारिएको समाचार। विक्रम सम्वत 2051 कवि तथा राजनीतिज्ञ विद्यानाथ पोखरेलको हृदयघातका कारण काठमाडौँमा निधन। विक्रम सम्वत 2057 जापानी प्रधानमन्त्री योसिहिरो मोरीद्वारा नेपालको एक दिने भ्रमण, मोरी नेपाल आउने पहिलो जापानी प्रधानमन्त्री। विक्रम सम्वत 2063 सर्वोच्च अदालतका न्यायाधीश एवं 2047 सालको संविधानको मस्यौदा समिति सदस्य लक्ष्मण प्रसाद अर्यालको संयोजकत्वमा गठित 16 सदस्यीय मस्यौदा समितिद्वारा प्रस्तावित संविधानको मस्यौदा सहितको प्रतिवेदन पेश। विक्रम सम्वत 2073 चर्चित गीत वारी जमुना पारी जमुनाका गायक खेमराज गुरुङको काठमाडौँमा निधन। जन्म 2033 माघ 1 गते, जन्मस्थान खाँदबारी 2, सङ्खुवासभा। पिता अमृत बहादुर, माता तुलसी माया, पत्नी गुणकला गुरुङ गुडिया। 2058 सालमा विवाह, छोराहरू सुगम र शालीन। खेमराज गुरुङले तयार पारेको एउटा गीती सङ्ग्रह ढाक्रे लोकगीत सङ्ग्रह। उनको गीत वारी जमुना पारी जमुना, उनका केही एल्बमहरू धरान पोखरा, अनमोल, आलुतामा, भन्छन् बुढापाकाले, खेमझुपक्स, जीवन 2, अरू गीतहरू चौतारीको बिसौनी, घुम्दा घुम्दै। विक्रम सम्वत 2073 साउन 20मा गठित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्री परिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन। अब 14 जनाको मन्त्री परिषद। विक्रम सम्वत 2074 गोर्खा जिल्ला 40औं साक्षर जिल्ला घोषित। विक्रम सम्वत 2078 निर्वाचन आयोगद्वारा माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी र महन्त ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ता प्रमाणपत्र प्रदान। विक्रम सम्वत 2080 संस्कृतविद एवं साहित्यकार ज्ञानकाजी मानन्दरको 89 वर्षको उमेरमा बनेपा काभ्रेमा निधन। जन्म 1991 पुस, बाङ्ख्योटोल बनेपा, काभ्रे पलाञ्चोकमा अङ्ग्रेजी विषयमा बिएड गर्ने पहिलो व्यक्ति। बनेपाको इतिहासको पिताका रूपमा परिचित।
विक्रम सम्वत 2080 चलचित्र कलाकार तथा जादुगर सानु ताम्राकारको 75 वर्षको उमेरमा निधन। जन्म 2006 साल। दर्जनौं नेपाली चलचित्रमा अभिनय। छोरा तथा अभिनेता 31 वर्षीय शाहरुखद्वारा असारमा आत्महत्या। सानुको नार्विक अस्पतालमा निधन। शाहरुख र उनको श्रीमती। विक्रम सम्वत 2081 रामेछापको दोरङ्गा सैलुङ गाविस 3 टोकरपुर स्थित लेखकर्कमा पहिरोले बस्ती बगाउँदा 6 जनाको मृत्यु। विक्रम सम्वत 2082 उपराष्ट्रपति रामसाय प्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति भो थिआन सुआनको 3 दिने नेपाल भ्रमण सम्पन्न। उक्त भ्रमण नेपाल भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको 50औं वार्षिकोत्सव समेतले गरिएको थियो। धन्यवाद।